हजुर साथीहरू, तपाईँहरू भारतमा बस्नुहुन्छ। भारतमा बसेर पनि हामीले यी सेवामा कसरी पैसा पठाउन सक्छौँ त भन्ने बारेमा जान्नेछौँ। साथीहरू, आजको यो भिडियोमा स्वागत छ। म एसके टेक्निकलबाट सन्तोष कुमार। साथीहरू, त्यसको लागि तपाईँहरू क्रोम ब्राउजरमा जानुहोला र म पनि क्रोम ब्राउजरमै जान्छु, तपाईँहरूले पनि जानुहोला। र क्रोम ब्राउजर खोलिसकेपछि साथीहरू तपाईले यहाँनिर सर्च गर्नुहोला www.kdseva.com सर्च गर्नुहोला र इन्टर गर्नुहोला। त्यसपछि तपाईहरूले यस्तो खालको इन्टरफेस देख्नुहुनेछ। यस्तो खालको इन्टरफेस आइसकेपछि यहाँनिर तल रिचार्ज नाउ अप्सनमा क्लिक गर्नुहोला। म चाहिँ यहाँतिर क्लिक गरेँ र यस्तो खालको इन्टरफेस आउँछ। अझै भित्र गइसकेपछि त्यसपछि हामीले यहाँनिर हामी अहिले लगइन भइरहेका छैनौँ, त यसलाई लगइन गर्नको लागि हामी जानुपर्ने हुन्छ साइन अपमा क्लिक गर्नुहोला। त्यसपछि हामीले यहाँनिर लगइन गर्नेछौँ। साथीहरू, म चाहिँ अलरेडी रजिस्टर छु, त्यही भएर म चाहिँ यसलाई लगइन गर्न गइरहेको छु। यदि रजिस्टर हुनुहुन्न भने तल साइन अप अप्सनमा गएर रजिस्टर गरेर लगइन गर्न सक्नुहुन्छ। साथीहरू, म लगइन गर्छु। हजुर साथीहरू, म फाइनल्ली लगइन भइसकेको छु। साथीहरू, हामीले यी सेवामा हामीले यी सेवामा कसरी ट्रान्सफर गर्ने त भन्ने बारेमा